ओके केपी ओलीज्यू महेश बस्नेतज्यू र सम्पूर्ण देश विदेशमा रहिराख्नु भएको हामीलाई मलाई व्यक्तिगत रूपमा भारतीय भन्ने अनि टिबेटन भन्ने कसले अमेरिकन एजेन्ट भन्ने यो चाहिँ मेरो गाउँ हो यो मेरो चुन्डुम्री यो मेरो परिवार मेरो गाउँले यो मेरो ठाउँ अबदेखि मेरो नागरिकतामा प्रश्न गर्नुभन्दा अगाडि 10 चोटि सोच्नु होला किनभने मेरो गाउँ समाज सबले तपाईहरुलाई गाली गर्छ अब चाहिँ ल जुम अब घरहरु हेर्नु जुम म कुनै पार्टीको मान्छे हो नि यही ठाउँमा ढुन्डेर मर्छु म एउटा स्वतन्त्र व्यक्ति हो एउटा भलेन्टियर हो आफ्नो देशको लागि आफ्नो ठाउँको लागि मेरो दाजुभाइ दिदीबहिनीको लागि सधैँभर लडिरहेको मान्छे हो मलाई पार्टीको मन छैन मेरो माथि एउटा मात्र झण्डा छ त्यो भनेको नेपालको झण्डा हो मलाई यसमा के स्वार्थ छैन मलाई मतलब पनि छैन सरकारमा को जाओस्